त्यो चुनावको बेलामा भोट गर्दाखेरि बालेनको पिसाब फेर्न जानुभएको छ भनेर आयो समाचार, त्यो पनि अनलाइनमा। गोविन्द केसीलाई अनसन बनाएर सुताउने भगवान बनाए गोविन्द केसी जस्ता लुवाटलाई। अघि के थियो उद्देश्य भन्दाखेरि देश टुक्र्याउने थियो। अनि हामी जस्तो जो आज पशुपतिनाथको लिगेसी कहाँ छ हेर्नुहोस् त। बद्रीनाथ, केदारनाथ, मुक्तिनाथ, पशुपतिनाथको लिगेसी। भगवान रामचन्द्रको मण्डपमा माता सीता र भगवान रामचन्द्रको बिहा भएको होइन जनकपुरमा, राम जानकीमा। त्यहाँ अहिले कसको बिहा हुन्छ थाहा छ? केटाले केटालाई बिहा गर्ने, केटीले केटीलाई बिहा गर्ने, एलजिबिटी भन्छ अरे। एलजिबिटी भन्ने एलजिबिटीको बिहा हुने ठाउँ बनायो। त्यो राम मन्दिरको, त्यो राम जानकी मन्दिरको लिगेसी कहाँ छ? अयोध्यासँग छ। अर्को हनीमुन मनाउने कहाँ? बिहा गरिसकेपछि हनीमुन मनाउने कहाँ भन्दाखेरि लुम्बिनीमा। लुम्बिनीको लेगेसी कहाँ छ? बोधगयासँग छ। भगवान बुद्ध त्यहाँ जन्मिनुभयो बोधगयामा। भनेपछि यो विषयमा कुरो उठायो भने मुद्दा पर्छ।